सो हेलो गाइस, सो आज चाहिँ हामी यहाँ पिकनिक आइपुग्यौँ। हामी चाहिँ यो खलको पिकनिक खलको यस्तो खोलामा आएर पिकनिक गरेछौँ यहाँ हाम्रा दाइसँग। सो अहिले चाहिँ हाम्रो दाइसँग दाइ एक्सपिरियन्स पनि बताइदिनु त। पर्फेक्ट यार, पर्फेक्ट जग्गा आएछ नि, राम्रो जग्गा यार। सो अहिले चाहिँ हामीहरू यहाँ पिकनिक अब पकाउन आँटेको छौँ। यहाँ पकाउनको लागि हामीसँग चाहिँ सोडा खोलियो भाइ। सो अहिले हामी चाहिँ पकाउन आँटेको छौँ चट्टा यहाँ सफ्ट ड्रिङ्क्स कराई भाँडा। यहाँ हाम्रा दाजुले चाहिँ एकदम मेन कुक चाहिँ हाम्रो दाजु अज्जु भाइ। अनि यहाँ म्युजिकमा हुनुहुन्छ हाम्रा निक दाई। अनि यहाँ चुलोमा हुनुहुन्छ हाम्रा दाईको नाम अरे दिपक दाई। अनि हाम्रो भाइ हुनुहुन्छ हामी चाहिँ नयाँ भाइ। यहाँ हाम्रो चाहिँ यहाँ चुला बनाउँदैछ, त्यहाँनिर चुला बनाउँदै हुन्छ दाइ। अब यहाँनिर पाक्ने आजको मौसम चाहिँ यस्तो छ कि गाइस। यहाँ हाम्रो दाजु हुन्छ। दाजु कस्तो एक्सपिरियन्स भयो? राम्रो छ नि, राम्रो यस्तो जग्गा आएको छ नि आज हामीहरू। सो अहिले चाहिँ हामी यस्तो जग्गा आएको छौँ। हामी यहाँ दुईवटा गाडीमा आएको छौँ। सो हामीको पिकनिक चाहिँ आज एकदम बब्बाइलो दामी हुन्छ जस्तो गाइस, सबैले हेरिदिनु होला। सो मेरो फेसमा आउनेछ राजुभाइ फेसमा यो बम्बु राख्नु पनि छ। यहाँ हाम्रा ठुललाई चाहिँ एकदम यो खोलाको एक्सपिरियन्स लिँदै हुन्छ हाम्रो दाइले चाहिँ। दाइ कस्तो एक्सपिरियन्स भइरहेछ अरे? भेरी नाइस भइरहेछ अरे। अङ्ग्रेजीहरू जस्तो आज चाहिँ यहाँ पौडी पनि खेल्ने हो, आज रमाइलो गर्ने हो दाजुभाइसँग। अब चाहिँ पाक्छ हाम्रो तरकारी। सो गाइस एकछिनमा देखाउँछु है ल, अहिलेलाई चाहिँ एकछिन रेस्ट गर्छु है। चाहिँ हाम्रो चुलोमा आगो पनि बल्यो। यहाँ अब चेत्ता किन्ने हुँदैछ। घाम पनि आयो, दाइले भन्दै हुन्थ्यो घाम आओस् भनेर, घाम पनि आयो। त्यो छ कि यहाँ हाम्रो कुक दाइलाई चाहिँ एकदम रिस्पेक्ट गर्छु म दिलदेखि गरी नै। यहाँ मिमा आएछ कि गाई, यस्तो खोलामा आएछ कि यो भ्यू हेर्नुहोस् है गाई, यस्तो राम्रो भ्यूमा आएछ कि हाम्रो। साँच्चै तपाईँले भन्नुहुन्छ कि आजको दिन चाहिँ बब्बल हुने भयो त गाइस। सो अहिले चाहिँ हामीहरू सबै साथीभाइहरू चाहिँ अहिले हामीहरू यहाँ कोही पकाउने कोही अब सफ्ट ड्रिङ्क खाने हामी चाहिँ गरिरहेको छौँ।